टनेल यो रहेको छ। 187 मिटर। एकजना बङ्गाली एकजना चाहिँ हाम्रो नेपाली राजु दाई होइन, गीत गाउने दाई। 25-30 वर्ष खानेको टनेलहरूमा खस्यो भने यो माथिबाट साथीहरू सिधै बाइपास होस् र रोडलाई कुनै क्षति नपुगो। स्वागत छ साथीहरू रोमानियाको यो पहाडी एकदम हिमाली ठाउँबाट यतातिरको ठाउँ। यो भिडियो नम्बर 3 रहेको छ, देख्न सक्नुहुन्छ। हामीहरू चाहिँ गाडीमा आइसकेका छौँ। अहिले चाहिँ एकैछिन गाडीमा यसरी बस्ने हो र अब चट्टसँग यहाँनिर दृश्यहरू, पहाडको दृश्यहरू हेर्दै जानुहोस् है। गाडीमा चाहिँ यहाँनिर ड्यास क्याम पनि लागेको रहेछ, यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ड्यास क्याम छ। अब तपाईँहरूले हेर्नु होला चट्टसँग यहाँ हामी अहिले अब हिमाली एकदम डेन्जर दृश्यहरू म देखाउँछु है गाइजहरू। घरती कृष्ण ब्लग्समा तपाईँहरूले 2वटा भिडियो हेर्नुभयो। सिट बेल्ट बान्न बिर्सेको रहेछु मैले फेरि। नो 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 म चाहिँ यहाँ सिट बेल्ट बान्छु एकैछिन। यहाँ चाहिँ रोमानियामा सिट बेल्ट बानेर हिँडेन भने साह्रै समस्या छ। यो हाम्रो साथीहरू सबै आजको यात्रामा है, हाम्रो बोस अनि यता साथीहरू 2जना बङ्गाली एकजना चाहिँ हाम्रो नेपाली राजु दाई होइन, गीत गाउने दाई, सिङ्गर दाई के। अब चाहिँ ल हेर्नुहोस् साथीहरू, यहाँबाट यसरी हेरौँ है त। रमणीय वातावरणमा तपाईँहरूलाई स्वागत छ फेरि साथीहरू। यस्तो सुन्दर छ रोमानिया होइन, एकदम सुन्दर। अनि यो चाहिँ एउटा माउन्टेन पासमा हामीहरू आज आइतबारको दिन पछाडिका 2वटा भिडियोहरू तपाईँहरूले हेरिसक्नुभयो होला। यो तेस्रो भिडियो छ र यो अन्तिम भिडियो हुनेछ यहाँको। हामीहरू पहाडको वल्नपट्टि आएर अहिले चाहिँ हामी उकालो चढ्दैछौँ, यहाँनिर देख्न सक्नुहुन्छ। र यो साइडमा अझ हेरौँ साथीहरू, हेर्नुहोस् यहाँबाट चाहिँ यो हामी माथि टपमा जाने हो। र अहिले चाहिँ यहाँनिर चट्टसँग हामी चाहिँ यस्तो अहिले घुमेर यो साइडमा माथि टपमा पुग्ने हो। यहाँनिर चाहिँ एउटा कङ्क्रिटको ल साथीहरू हेर्नुहोस्, यो रोड घुमेर माथि त्यो टप देख्नु भएको नि, त्यहाँ पुग्छ। अनि त्यहाँ एउटा टनेल छ, त्यो टनेल पार गरेर माथि देख्न सक्नुहुन्छ नि, त्यो कङ्क्रिटको स्ट्रक्चर त्यही हो रोड। त्यहाँबाट यसरी गएर टनेलबाट हामीहरू चाहिँ फत्लका डाँडाको पल्लोपट्टि जानेछौँ होइन। यो चाहिँ टप हो। अब हामी टपमा चढ्दैछौँ माथितिर होइन। अघि न टपमा चढ्छौँ, त्यसपछि फेरि ओह्रालो झर्छौँ तल। जति क्यामेरामा यहाँहरूले दृश्य देख्नु भएको होला, तर त्योभन्दा आँखाले ओरिजिनल हेर्दाखेरि त्योभन्दा कहीँ गुणा सुन्दर यो छेउछेउमा जमेको आइस बरफ जुन छ र पारिती जमेका बरफहरू देख्न सक्नुहुन्छ। के त्यो मित्री आइछ सुस्तोत त्रेमी No. Mai sus? No. 1800 maxim. 2000 maxim. 2000 मिटर हाइटमा छ अरे यो। 2000 मिटरको लगभग समथिङ होइन। तर म चाहिँ धेरै हाइटमा गएको छु साथीहरू। 4500 5000 लगभग 5500 सम्मको हाइटमा गएको छु म। योभन्दा पनि धेरै हाइटमा। त्यही भएर यहाँ चाहिँ त्यस्तो चिसो चाहिँ नभएको रहेछ। यो हेर्नुहोस् न, यो सुन्दर दृश्य के। ल क्यामेराले कति भ्याउनुहुन्छ, तर मोबाइल मतलब आँखाले जो हेरेको छ नि, के मजा छ क्या यहाँनिर होइन। अनि यो घुमाउरो रोड त्यसै गरेर अनि त्यो टपमा नै हामी पुग्ने हो साथीहरू। अहिले घुमेर 1700 देखि 2000 मिटरसम्म हुन सक्छ भन्यो बुढाले होइन। अब हेर्नुहोस् त ल यो साइडमा 2034 मिटर रहेछ साथीहरू यसको हाइट टपको।
जुन छ नि 2034 मिटर हाइट रहेछ। अनि यहाँनिर România nu multe. România maxim 2200 metri. Nu mult România. हावाले मेरो आवाज चाहिँ आइराखेको होइन, अहिले माइक चाहिँ छैन होइन। ल बाइकहरू गयो के ल आइफोन 17 प्रो म्याक्सको क्यामेरा क्वालिटी पनि चेक गर्नु होला, कमेन्ट गर्नु होला कि क्यामेरा क्वालिटी चाहिँ यसको कस्तो रहेको छ। यहाँनिर यो सानो दोकानहरू, यो जति दोकानहरूमा मासुहरू टङ्गाएको देख्नुहुन्छ नि, यो जराएको, घोरलको, बाख्राको होइन, अघि नै मैले तल सोधिसकेँ, त्यो चाहिँ फेसबुकमा हेर्न सक्नुहुन्छ त्यो भिडियो। अनि जङ्गली जनावरहरूको मासुको विभिन्न किसिम र परिकार बनाएको रहेछ यहाँनिर। त्यो चाहिँ तपाईँहरूले त्यसमा फेसबुकमा मेरो कृष्णबहादुर घरती कृष्णबहादुर ब्लगमा चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू होइन। त्यो भिडियो चाहिँ त्यहाँनिर मैले राख्नेछु, त्यो जुन मासुवाला भिडियो छ। र यो चाहिँ युट्युब च्यानल घरती कृष्ण ब्लग्समा। तर यस्तो हिमालमा पनि फ्लावर इज बिन हार्ड यो जुन प्यालो प्यालो फुलहरू देख्नु भएको छ साथीहरू, यसको चिया बनाउँछ अरे होइन। म देखाउने कोसिस गर्नेछु यहाँनिर। यो देख्नुहोस् होइन, यो प्यालो होइन, यो गुलाबी कलरको, यसलाई के कलर भन्नुहुन्छ होइन, माथि यहाँनिर छ। यो चाहिँ जसलाई पनि तपाईँको हार्टको समस्या छ, यो यहाँनिर देख्न सक्नुहुन्छ, यहाँनिर छ यो हार्टको समस्या छ। अनि त्यसको लागि चाहिँ यो वरदानै हो भन्ने कुरा चाहिँ उसले गर्यो, हाम्रो साहुले होइन। आज हाम्रो साहुले तिमीहरूलाई घुम्न लैजान्छु, तिमीहरूले धेरै काम गर्यौ भनेर चाहिँ उसले हामीलाई लिएको हो। यहाँनिर गुगल म्यापमा देख्न सक्नुहुन्छ, यहाँ गुगल म्याप लगाएर हामीहरू रोडको स्थिति होइन यहाँनिर हेरिराखेको छ। अब हेर्नुहोस् यहाँनिर आइस र टन्नै छ क्या, यहाँ छेउछेउमा जमेको यो आइस होइन। यो चाहिँ गल्दैन होला लगभग, अब गल्ने बेलामा फेरि परिहाल्छ कि यहाँ। त्यही भएर रोडहरू बन्द हुँदो रहेछ नि त। बन्द हुनुको कारणै त्यही रहेछ क्या। English has no snow. No English, no ice. द आइस, No snow. Snow. स्नो आइस ल द नेपाली हिउँ, रोमानिया जपाडा। Zapata. यो चाहिँ Here hospital. हस्पिटल र गभर्मेन्ट, Every problem da. यो चाहिँ गभर्मेन्टको हस्पिटल हो अरे। यहाँ आएको टुरिस्टहरूलाई कुनै समस्या पऱ्यो भने कन्ट्रोल गर्छ। यहाँ कुनै मान्छेलाई समस्या पऱ्यो भने यहाँनिर नै हेर्ने रे होइन। अब एउटा चिज देखाउँछु कि साथी म तपाईँहरूलाई होइन। साथीहरू एउटा चिज हेर्नुहोस् है, यहाँनिर चाहिँ माथिबाट ढुङ्गा खस्छ भनेर यही सिस्टम मैले इन्डियामा पनि देखेको थिएँ। अब अगाडि कस्तो बनाएको छ कि कङ्क्रिटको होइन, मतलब स्थायी टनेल भन्छ नि, यसरी कङ्क्रिटको पिलर बनाएर माथिबाट यति मोटो ढलान गरिदिएको छ ताकि ढुङ्गा खस्यो भने यो माथिबाट साथीहरू सिधै बाइपास होस् र रोडलाई कुनै क्षति नपुगोस् भनेर यिनीहरूले यस्तो बनाएको हो। मैले चाहिँ लद्दाखतिर जाने बेलामा अनि कश्मीरतिर जाने बेलामा यो देखेको थिएँ कि साथीहरू होइन। हिमाली रोडहरूमा यस्तो हाम्रो नेपालमा पनि बनाउनु पर्ने होला होइन। यो चाहिँ देख्नुहोस् है। अब आयो मुख्य टनल। यहाँनिर साथीहरू मुख्य टनल हेर्न सक्नुहुन्छ। यो पहाडलाई पुरा छेदेर, यहाँ देख्न सक्नुहुन्छ, यो पहाडलाई छेदेर पल्लोपट्टि बाइपास गरिदिएको छ। 1 किलोमिटर लामो टनल यो रहेको छ। 187 meter. यो यहाँ देख्न सक्नुहुन्छ 887 मिटर लामो, 887 यानि कि 887 मिटर लामो रहेको छ होइन। 3.660 सेन्टिमिटर यसको हाइट रहेको छ टोटल, तलबाट माथिसम्मको यसको होइन। अब यहाँनिर हल्का लाइटको प्रब्लम हुनसक्छ किनभने एक्सन मोडमा अहिले मैले भिडियो खिचिराखेको छु।
887 मिटर लामो र 3 मिटर 60 सेन्टिमिटर 3 मिटर साइज छ म्याक्सिमम। यहाँ भनेको धेरै अल्पो गाडीहरू छिर्न सक्दैन साथीहरू। यो 25-30 वर्ष पहिला खनेको टनेल हो अरे 25-30 वर्ष खनेको टनेल हो अरे होइन त्यतिखेरको जमानामा। अहिले त एकदमै धेरै यसको चाहिँ एकदम अल्टो टनेल यहाँनिर स्केप टनेल पनि बनाएको रहेछ। प्रब्लम आइछ पास खोलो स्केप टनेल no hakuma toate face tunel una main tunnel una skip tunnel problem aici safety tunnel acolo da linga अनि मैले भन्न खोजेको उसले चाहिँ ठाउँ ठाउँबाट यस्तो ढोकाहरू यो चाहिँ स्केप टनेलमा यानि कि यहाँ कुनै समस्या भयो भनेपछि। ल त साथीहरू आजको भ्लग तपाईहरूलाई कस्तो लाग्यो? यो भिडियोको अर्को भाग 4 यो भन्दा पनि अझ कडा र रोमाञ्चक हुनेछ, जुन चाहिँ यो सुरङ टनेलको पल्लोपट्टिको साइडको आउनेछ। त्यहाँ अझै नयाँ र सुन्दर दृश्यहरू देख्न पाउनुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भाग 4 छुट्याउन नचाहने साथीहरूले च्यानललाई बेल आइकन थिचेर सब्स्क्राइब गर्नुहोला है। बाई बाई, अर्को भागमा भेटौँला। अनि साथीहरू फेसबुकमा दिनुभएको अपार सफलता मायालाई हजुरहरूलाई मनदेखि भित्र मुटुदेखि हजुरहरूलाई धेरै धेरै धन्यवाद। यसमा पनि मलाई धेरै साथ दिनुहुन्छ भन्ने